यो हो शिवपुरी गाउँ। यहाँ विभिन्न जात जातिका मानिसहरू बसोबास गर्छन्। यहाँ सबैको आफ्नै परम्परा र रीतिरिवाज छ। त्यसमध्ये एउटा छुट्टै किसिमको परम्परा भएको जात हो बादी। बादी जात भनेको के हो र यसलाई अझै पनि हाम्रो समाजले कुन दृष्टिकोणले हेर्ने गर्छ? हो, यही समाज र यसको हेर्ने दृष्टिकोणलाई बदल्ने नाम हो चमेली। यस कथाको मुख्य पात्रको नाम हो चमेली, जो आफ्नो परम्परा र समाजको सोच बदल्न चाहन्छन्। यी हुन् भीमे बादी, चमेलीका बुबा। यिनी आफ्नो परम्परा र संस्कृति कर्म गरेर जीविकोपार्जन गर्छन्। यिनी हुन् चमेलीकी आमा सेती, घरमा यसो कामधन्दा गर्ने गर्छिन्। यी हुन् काजी, यिनी गाउँको सम्पन्न खानदानमा जन्मे हुर्केको मान्छे। यिनको सोचको त के कुरा गर्ने। यिनी हुन् कजिनी, काजीकी कान्छी श्रीमती। यिनी जतिको रिसाहा त सायदै गाउँमा हुन्छ होला। यिनी हुन् पुतली, काजीकी छोरी। यिनी जात धर्म भन्दा पनि मायामा विश्वास गर्ने गर्छिन्। यी हुन् मङ्गले, यिनी गरिब परिवारमा जन्मेका, ज्याला मजदुरी गरेर आफ्नो र परिवारको जीविका चलाउने गर्छन्। यी हुन् मङ्गलेका छोरा गोमाने, जहिले पनि आफूले केही गर्न सकिन भनेर आफ्नो भाग्यलाई दोष दिएर बस्ने मान्छे। अब कथा सुरु गरौँ। चमेली, ए चमेली, चमेली, छिटो आइज। त्यहाँ पोरो गाउँसम्म जाउँ। अलि राम्रो मिठो मसिनो मानो मिलिहाल्छ कि। चमेली, चमेली। बा, तिमी मादल बोक, म यो बोक्छु। ल बोक्नु त बोक ल। ए बड्डा,
अनि सबैले आयो है हो बाबु गुमाने हजुर बा कति ढिला गरेको बाबु तैँले निक्ली छिटो गर ल आएँ बा अब विदेश जाने कुरा पो हो त साइडमै टिका लाएर निक्लेको राम्रो बाबु होइन बाउ तिमीलाई यो छोरोलाई टिका लाएर विदेश खेदाइहाल्न पाए खुसी लाग्छ है क्या कुनै चिन्ता पिर छैन है बाउ तिमीलाई छोराको छोरा के भनेको तैँले यो लखेट्ने छोरा र फाल्ने सम्पत्ति कसैको हुँदैन गरिब अवश्य छु यो गरिबको मन हुँदैन र हेर छोरा समय र परिस्थितिको अगाडि कसैको केही लाग्दो रहेछ म त हस्ताउन लागेको घाम हो मैले आफ्नो जिन्दगी दुःखमा बिताए पनि तैँले आफ्नो जिन्दगी सुखमा बिता ल मेरो कुराले मन नदुखाइ छोरा मङ्गलम भगवान विष्णु मङ्गलम गरुडध्वज मङ्गलम पुण्डरीकाक्ष मङ्गलाय तनोहरे हिँड्दा ठेस नलागोस् बोल्दा बात नलागोस् भगवान पशुपतिनाथ तँलाई रक्षा गरून् बाबु धेरै चिन्ता नलिऊ बाउ तिमीले यसरी चिन्ता लियो भने म के गरौँ भन न बाउ म त्यही पनि धेरै समयको लागि जान लागेको होइन नि बाउ 2 वर्षको लागि त हो नि त्यहाँबाट पैसा कमाएर पहिलो महिनाको तलब तिमीलाई हालिदिन्छु नि बाउ अनि त्यो काजीको ऋण तिर न बाउ किन टेन्सन लिन्छौ तिमी यसरी टेन्सन लियो भने म कसरी जाने बाउ भन त धेरै पिर नगर बाउ मलाई हतार हुन्छ अहिले म जान्छु बाबु गोमाने उहाँ पुग्ने बित्तिकै काजीकोमा फोन गरेर बाउलाई भन्ने भनौँ न हुन्छ बा आफ्नो राम्रो ख्याल गर म गएँ अहिलेलाई चिनी अलिक कम राख न भन्यो पटक्कै त्यो ए सन्तोष सन्तोष मेरो त्यो सिरारमाथि बही खाता छ जा त लिएर आइज बखतेको चाहिँ समय सकिया जस्तो लागेको छ मलाई आउँदैन काजी मार्को जाऊ न किन जाने मार्को यहाँ हिसाब किताब हेर्दैछु देखिनस् अम्लो बाङ्गो नगराई घिउ आउँदैन म अम्लो बाङ्गो गराउँदैछु तपाईको अम्ला बाङ्गो बनाउनु कि सिधा बनाउनु त्यो मलाई मतलब भएन तर यो घर र सारा सम्पत्ति मेरो नाममा हुनु पर्यो मेरो नाममा भए पनि तेरो नाममा भए जस्तै त हो फेरि मेरो नामको सम्पत्ति तेरो नाममा सार्दा खर्च लाग्दैन किन दोहोरो खर्च गर्नु काजी साहबले भन्नुभएको हो नि 100मा 49% नै हो नि प्रचण्ड होइन मोरा प्रतिशत भन् त्यही भन्न खोजेको के काजी साहब चुप लाग तँलाई बिचमा बोल्न कसले भन्यो
यो काजी साहब र मेरो बीचको कुरा हो। भनेपछि सम्पत्ति मेरो नाममा पास हुँदैन हैन त? यसको परिणाम के हुन्छ हेर्दै जानु होला। अझैलाई के भएछ? कुन बौला कुकुरले टोक्यो कि क्या? निकै भुकेर गई। टोक्यो पनि होला नि काजी साहब, टोलमा कुकुरको कमी नै छैन। चुप लाग। हेर केटा हो, सर्प पनि मर्ने, लट्ठी पनि नमाजिने तरिकाले गुमानेर लुट्नुपर्छ र त्यसलाई रामधुलाई गर्नुपर्छ। त्यो गुमानेको विदेश जाने सपना चकनाचुर पार्नुपर्छ। बुझ्यौ केटा हो? मैले तिम्रो सपना पुरा गर्न सकिनँ।
छिटो गरिदिनु पर्यो। अब यो मागी खाने हाम्रो पुर्ख्यौली पेसै पर्यो। यो ठाउँमा मात्रै मागेर नपुग्ने अर्को ठाउँमा जानु पर्यो। काका एकैछिन नाचगान गर्नुभएको भए अरूले दिने पैसा र चामल हामी नै दिन्थ्यो नि। हो भाइ एकैछिन रमाइलो यहाँ गर न। हुन त हुन्थ्यो नि। अब फेरि अरू सबैको घरमा गएन भने फेरि आउने बाटो बन्द होला। सबैको घरमा जाने गरेको छु। सबैको मन राखिदिनै पर्यो। आशा गरेका हुन्छन्। हामीले गीत गाएर नाचेको हेर्ने रहर पुरा गरिदिनै पर्यो। नानी लो न बाबा अलि छिट्टो गरिदिनु पर्यो। हस् काका म ल्याइहालेँ। ए सन्तोष पानी लिएर आइदे। हस् सन्तोष ए सन्तोष पानी ल्याउनु कति बेला खोलामा गएपछि क्या अनि के को हल्ला भइरहेछ यहाँ? को हल्ला हुनु नि छोरी, यो सन्तोषको जिउमा आजभोलि बोसो पलाएको छ, निकै उम्लिन लागेको छ। हजुरले नै धेरै माया गरे हो यो उम्लेको। अब यहाँ कस्तो राम्रो कल्पनामा डुबिरहेको थिएँ, हल्ला गरेर सबै भत्ताभुङ्ग बनाइदिनु। मेरै कल्पनामा डुबिराखेकी होला हैन पुतली, म पनि तिम्रो कल्पनामा डुबिरहेको थिएँ। सन्तोष हजुर हजुर खाइ साहब। किन मुस्कुराएको? बौलाउन त बौलाइनस्, जा भित्र गएर चिया बनाएर ल्याइस। हस् खाइ साहब।
बोकेर आएको लग्न नि के भयो बाबु तँलाई हामी गरिबका त दैव पनि हुँदा रहेनछन् बाबु किन हामीलाई मात्रै सबैतिरबाट ठग्छन् यो धरतीमा गरिबलाई बाँच्ने अधिकार छैन जे हुनु भइहाल्यो बाबु धेरै नरौ अब बिस्तारै सबै कुरा ठिक हुन्छ के ठिक हुन्छ भन्छस् बाबु अब काजीको त्यत्रो ऋण कसरी तिर्ने पहिलाकै ऋण त्यति धेरै बाँकी थियो त्यसमाथि पनि त विदेश जान भनेर फेरि ऋण थपियो बाबु त्यो काजी कस्तो छ पहिले त राम्रोसँग चिनेको छस् नि बाबु पैसा भनेपछि त्यसले कसैलाई पनि चिन्दैन मैले त मेरो छोरो विदेशमा गएर कमाउँछ पैसा पठाउँछ अनि साउको सबै ऋण तिरौला अनि ढुक्कसँग सास फेरेर बसौला भन्ने सोचेको थिएँ तर सोचेको कुरा कसैको पनि पुग्दो रहेछ बाबु सबै सपना चकनाचुर भयो हामी माथि दैव लाग्यो बाबु अब साउले आउनु बत्ती उठाउँछ ए मङ्गले मङ्गले ए मङ्गले म बाहिर निस्कि ए काइसा दर्शन तेरो यो नयाँ बहाना के हो छोरो विदेश पठाउँछु भनेर मसँग 2 लाख रुपियाँ ऋण लिस छोरो त घरमै देख्छु ओ काइसा मैले छोरालाई विदेश पठाउन हजुरसँग ऋण लिएँ हजुरले पनि यति ठुलो सहयोग गर्नुभयो तर काइसा बाँकीले त हामीलाई ठग्यो भगवानले पनि हामीलाई ठगे काइसा भगवानले पनि हामीलाई ठगे यो गरिबको सपना कहिले पनि पुरा नहुने भयो गरिबको सपना पुरा होस् कि नहोस् त्यो सब सुन्ने ठेक्का लिएको छ र मैले त साउको राम्रो ब्याज आउँछ भनेर खन गनेर 2 लाख रुपियाँ दिएको तँलाई बुझिस् ए मङ्गल दाइ तिमीले हाम्रो काजी साहबलाई के सोचेका छौ सारा गाउँले पैसाको बिटो बाँडेर ठुलो मुटु छ भन्ने सोचेका छौ क्या हो हाम्रो काजी साहबको त कुखुरा जस्तो सानो मुटु चुप लाग के बोले काजी साहब म विदेश जान नपाए पनि हजुरको पैसामा सहर घर कमाएर तिर्छु कहाँ गएर तिर्ने कसरी तिर्ने त्यो कुरा मलाई थाहा भएन तर मलाई पुरानो र नयाँ ऋणको साउ ब्याज चाहिन्छ त्यो पनि चाँडै कुरो बुझिस् फेरि म त साउको भन्दा ब्याजको माया गर्ने मान्छे परे अहिलेलाई म गएँ लाइन गेट सेती चामल अलि फाडो गरेर पकाउने गर 7 गाउँ चार्दा पनि 2 छा खान पुग्ने नै क्यारी दिन ढकेल्ने हो त क्या हो नखाइ पनि नहुने यो पापी पेट भर्न साह्रै गाह्रो भयो क्या गर्ने त अब बादी भएर जन्म ल्याएपछि यस्तै हो यही मादल बजाएर हाम्रा पिता पुर्खाले चाहिँ कर्म गरेर खाए अब हामीले पनि पिता पुर्खा विरुद्ध हान्नै पर्यो अब बरु जति छ त्यति बाँडी चुडी खाउँला छिटो पका धेरै भोक लागेको छ
होइन चमेली कता गएछ? म के थाहा पाऊँ कता गएछ? चमेली ए चमेली आन भात खान।